मंगलबार व्रतको दिनको मेरो बिहानी कस्तो हुन्छ आउनुस् हजुरहरुसित शेयर गर्छु है। एभ्रीवान, आई एम सिमरन अनि स्वागत छ हजुरलाई मेरो भिडियोमा। 6 बजे नै उठेर नुहाइधुवाइ सकेर म चाहिँ किचनमा गएँ। अघिल्लो दिन राखेको जल चाहिँ मैले यसरी बोट बिरुवामा चढाउँछु। अनि बिहानको काम त्यही हो साथीहरु, झाडु पोछा लाउने। म चाहिँ सफा गर्ने बेलामा हरेक कर्नरहरु पनि सँगसँगै सफा गर्दै लैरहेको हुन्छु। यसरी सधैँ आफ्नो बिहानको काम गर्दाखेरि हजुरहरुले कर्नरहरु पनि अलिअलि गर्नुभयो भने हजुरहरुलाई काम पनि सजिलो हुन्छ र सधैँ छिट्टो काम पनि भ्याइन्छ। त्यसपछि घरको दैलो पुछे अनि साइडमा मैले गेटमा यसरी कलश राखेको छु। त्यो पनि व्रतको दिनमा चाहिँ म सबै चेन्ज गर्छु। अनि मेरो मूल ढोकानिर चाहिँ त्यहाँ गणेशजीको ठुलो पिक्चर छ के साथीहरु, त्यसलाई पनि मजाले पुछे। अनि मेरो जास्पर पनि तल नै हुन्छ अनि मैले उसलाई निकाले। उसको चाहिँ चाट्ने बानी छ नि त, अनि म त्यही भएर आज मलाई नचाट है मेरो व्रत हो भन्दैछु के उसलाई। माथि आएँ अनि मैले लक्ष्मी धुप्पाले पोजिटिभ एनर्जीको लागि भजन सुन्दै त्यसपछि म चाहिँ रेडी हुन थाले। अरु दिन चाहिँ म मेरो लागि रेडी हुन्छु, मेरो हस्बेन्डको लागि हुन्छु भने आज व्रतको दिन चाहिँ म मेरो भगवानजीको लागि रेडी हुन्छु। सबै सोर श्रृंगार गरेर म चाहिँ लागि पूजा गर्न। हेर्नु न, मैले मेरो भगवानको लागि कपडा ल्याइदिएको कस्तो क्युट थियो। सबै पूजा सामग्री लिएर म र मेरो हस्बेन्ड चाहिँ पूजा गर्नलाई बस्यौं। पहिला गणेशजीलाई त्यसपछि हनुमानजीलाई पूजा गरेर हामीले हनुमान चालिसा चाहिँ 5 चोटी जप गर्यौं। व्रतको दिनमा चाहिँ मलाई असाध्यै नै पोजिटिभ फिल हुन्छ साथीहरु। त्यसपछि मैले उहाँलाई टीका लगाइदिएँ अनि उहाँले पनि मलाई टीका लगाइदिनु भयो। अनि व्रतको दिनमा चाहिँ हामी बिहान फलफुल मात्रै लिन्छौं, त्यही भएर मैले यसरी दहीको मोही बनाएँ अनि फलफुल लिएँ। मिठो दुचिया पनि बनाएँ अनि यो खाएर चाहिँ हामी लाग्यौं साथीहरु अफिसतिर। थ्यांक यू फर वाचिङ, बाइ बाइ, भेटौँला अर्को भिडियोमा।